राज संस्था नेपाली जनताको हृदयमा बसिनी सक्यो 25 गते देखाइ पनि सके 25 गते देखाइ पनि सके किनभने त्यो 25 गतेको इभेन्ट्स CNN BBC अल जजिरा इन्डियन च्यानलहरू चाइनिज च्यानलहरू लगायतका विश्वका तमाम मिडियाहरूले चाहिँ प्रायोरिटीका साथ पटक पटक फोकस गरेर देखाए। अमेरिकामा बस्दाखेरि पनि गल्फतिर र अरू कन्ट्रीका धेरै नेपालीहरूसँग कुरा पनि भइरहन्थ्यो जो उहाँका स्थायी बासिन्दा भरै बस्नु भएको छ। अनि नेपालमा चाहिँ अब अहिलेको जुन माहौल देखियो राजा चाहिँ पूर्व जाँदा होस् सुदूरपूर्व जाँदा पश्चिम जाँदा कर्णाली जाँदा मध्यपश्चिम जता जता गए पनि जुन उभार देखियो जनताको जुन स्नेह देखियो त्यसो भएको हुनाले अब आन्दोलन हुन जस्तो पनि माहौल आइसकेको हुनाले बरु अलिकति बसाइ घटाएर भए पनि जानु हाम्रो तर्फबाट पनि तपाईँ नै हुनु आवश्यक पर्यो भने हामी पनि आउँला भनेर मलाई विदेशमा रहनुभएका थुप्रै नेपाली दाजुभाइ दिदीबहिनीले भनेको हो। अनि सर के छ त नेपालमा अब राज संस्था पुनर्स्थापना हुने सम्भावना यहाँले देख्नुहुन्छ? मैले चाहिँ देखिसकेँ र एक किसिमले भन्ने हो भने राज संस्था नेपाली जनताको हृदयमा बसिनी सक्यो 25 गते देखाइ पनि सके 25 गते देखाइ पनि सके किनभने त्यो 25 गतेको इभेन्ट्स CNN BBC अल जजिरा इन्डियन च्यानलहरू चाइनिज च्यानलहरू लगायतका विश्वका तमाम मिडियाहरूले चाहिँ प्रायोरिटीका साथ पटक पटक फोकस गरेर देखाए। त्यो मान्छेको जुन एउटा सागर एउटा मान्छेको भेल जुन थियो राजालाई स्वागत गर्न मात्रै गएका हुन् नि त एउटा व्यवस्थित किसिमको लाखौं मान्छेको एउटा चाहिँ समर्थन राजालाई विश्वले देख्यो र सबै देशभरिका नेपालीहरू हर्षले गदगद भए। अब के छ त सर अब जनताले नै 62-63 मा जनताले नै यसरी सडकबाटै फालेका थिए। अब जनताले त्यसरी नै 62-63 जस्तो आन्दोलनले नै राज संस्था फेरि पुनर्स्थापना हुने हो। 62-63 सालमा चाहिँ केही न केही राम्रो होला दल विशेषहरूले भनेको जस्तो कुरा गर्दैलान् रोजगारीहरू पनि सृजना गर्दैलान् देश निर्माण गर्दैलान् विकास गर्दैलान् भन्ने एक किसिमको भ्रम थियो एउटा कुरा। अर्को कुरो त्यही 62-63 सालकै आन्दोलनमा पनि 5 बुँदे सहमति थियो कुनै न कुनै रूपको राज संस्था नेपालमा टिकाउने निरङ्कुश राज संस्था मात्रै झिक्ने भनेको थियो। त्यसो गरिएन सबै राज संस्थालाई नै झिक्यो राष्ट्रपति हुने लोभले एउटा राष्ट्रपति अहिले पाल त्यसपछि अर्को पाल अनि अर्को पाल गर्दै हामीले पाल्नु पर्ने त्यो कुरा थिएन संहिताको कुरा थिएन धर्मनिरपेक्षताको कुरा थिएन 12 बुँदेमा। यो कुराहरू अहिलेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्लियर कट भन्नुभयो। उहाँभन्दा अघिल्लो सरकारको काम USAID को काम भनेको चाहिँ नेपालमा जनतालाई नास्तिक बनाउने धर्म परिवर्तन गराउने नेपालको संहिता पाल्दिनु पर्ने अमेरिकन ट्याक्स पेयरको पैसाले यहाँ संहिता किन पाल्नु पर्ने नेपाल चाहिँ अहिले ऋणमा डुबेको छ नेपाली जनताको टाउका ऋण हालेर उहाँहरू पजेरो र प्राडो चढ्नुहुन्छ भने यस्तो हामीले खोजेको थिएन। त्यसकारण यथाशीघ्र यसलाई फालौं एउटा मियोको रूपमा अभिभावकको रूपमा शाहवंशीय राजालाई सिंहासनमा राखौं र मुलुकले चाहिँ कार्यकारी प्रधानमन्त्री देशभरिबाट प्रधानमन्त्री छान्न पाउनु पर्यो। जुन प्रधानमन्त्रीले भने जस्तो गरेन भने त्यो प्रधानमन्त्रीलाई तान्न पनि पाउनु पर्यो नेपाली जनताले। त्यस्तो चाहिँ हामीले खोजेको हो। देशबाट युवाहरू बाहिर नजाउन् बाहिर गएका पनि बरु भित्र आउन् मुलुक बन्छ। भ्रष्टाचारीहरूले कमाएको पैसा मात्रै खोजेर हामीले सदुपयोग गर्ने हो भने मुलुक बन्छ। सर जुन 62-63 मा जुन जनताले राजा फाल्नलाई एकदम मेहनत गरे एउटा त्यहाँनेर एउटा नेतृत्व थियो क्या सर नेतृत्व गर्ने व्यक्तिहरू थियो क्या। अहिले जनताले राजा चाहिरहेका छन् तर अहिले नेतृत्व गर्ने मान्छे भएन भनेर भन्छन् नि। यसो छ त्यो त्यतिखेर पनि धेरैवटा पार्टीहरू छासमिस भएका पनि थिए। अर्को कुरो त्यो फाल्ने बेलामा हाम्रा छिमेकीले पनि
साथ दिएका थिए फाल्नलाई। नेपाली जनताको मात्रै बलबुताले फालिएको चाहिँ थिएन। अब अहिले चाहिँ स्वतस्फूर्त रूपबाट नेपाली जनता उठेका छन्। त्यसमा अब विभिन्न पार्टीहरू त्यसमा लागेका पनि छन्। म चाहिँ के चाहन्छु भने सबै मिलौँ पहिला र राज संस्थालाई स्थापना गरौँ। उसले उसलाई गाली गर्ने, उसले उसलाई गाली गर्ने, म चाहिँ ठुलो मैले गर्दा आएको भन्ने जस नखोजौँ। हो, यहाँनिर त्यही नै भयो क्या सर। हिजो हामीले एउटा दुर्गा प्रसाईको एउटा अभिव्यक्ति पनि देख्यौँ। 25 गते सबैजना मिलेर यसरी जनताहरू सडकमा ओह्रालिदिए, उनीहरूले नेतृत्व गरे, जनताले उनीहरूलाई जस्तो दिनै रहेका छन्। तर दुर्गा प्रसाई फेरि उछिटिएर फेरि हिजो त्यसरी प्रेस मिट गरे। त्यो प्रेस मिटले जनतामा कस्तो खालको एउटा त्यो असर पर्छ? उसले उसलाई दोष दिनु, उसले उसलाई दोष दिनु राम्रो होइन। अहिलेको अवस्थामा सबै मिल्नु राम्रो हो। अहिले हामीले दोष दियौँ भने हामी आफै कमजोर हुन्छौँ र बैरीहरू खुसी हुन्छन् र हामीलाई हाम्रो मिसनमा पुग्न ढिलो हुन्छ। त्यसकारण पहिला राज संस्था चाहिँ ल्याउँ न, त्यसपछि जनताले मूल्याङ्कन गरेकै छैन कसको कति योगदान हो भन्ने कुरा। आफ्नो आफ्नो योगदान अनुसार आफ्नो आफ्नो ठाउँमा बसे भइगयो नि। त्यसकारण अहिले नै आक्षेप चाहिँ नलगाऊ। होइन, यिनीहरू अहिले नै किन लुछाचुडी गरिरहेका छन् त सर? यो जस्तै मानौँ रापरपाका अध्यक्षहरू भनौँ, रापरपा केही पार्टीका, रापरपा प्लस केही पार्टीका व्यक्तिहरू लगायत केही अभियन्ताहरू यो यसरी मैले गर्दा यो माहौल भएको अथवा उसले गर्दा यो माहौल भएको, यहाँ लुछाचुडी भएको जस्तो एउटा हामीले महसुस गरेका छौँ क्या। हिजो दुर्गा प्रसाईको जुन प्रेस मिटले गर्दा त्यसले चाहिँ जनतामा अलिकति नराम्रो असर त जान्छ नै होला, नेगेटिभ असर जान्छ। एकअर्कालाई आरोप लगाइयो भने सबैभन्दा ठुलो कुरा नेपाली जनताहरू दल विशेष गरी बासी दल भनौँ न, जसले काम गर्न सकेनन् र फेरि काम गर्नेवाला पनि छैन। किनभने अहिलेका हाम्रा सम्माननीय प्रधानमन्त्री ज्यूले के भन्नुभएको छ भने चाँदीको किस्तीमा 18 महिनापछि शेरबहादुर देउबाजीलाई चाहिँ माग्न लगाउने त्यो कुर्सी चाँदीको किस्तीमा लगेर हालेर बुझाइदिने। 5 पल्ट प्रधानमन्त्री हुँदा उहाँको पाइन देखिहालियो। अबको 18 महिनापछि फेरि उहाँ कुर्सीमा हुँदा मुलुकमा हुने के? त्यसकारण यी सबै कुरा नेपाली जनताहरूले बुझेको हुनाले, एक किसिमको चेतना पनि नेपाली जनतामा आएको हुनाले जनता स्वतस्फूर्त रूपबाट पनि उठे र यी विभिन्न अभियन्ताहरू, चाहे दुर्गा प्रसाई भन्नुहोस्, चाहे राप्रपा भन्नुहोस्, चाहे अरू शिवसेना भन्नुहोस्, शाही सेना भन्नुहोस्, अरू तमाम मुलुक प्रेमीहरू भन्नु न, राजावादी मात्रै भन्नु परेन, मुलुक प्रेमी भन्नु न, सबै स्वतस्फूर्त रूपबाट आएको एउटा खुसियालीको बेलामा, यो उत्सवको बेलामा एक अर्कामा गाली गलोज नगरौँ। गाली गलोजले कसैलाई कहीँ पुर्याउँदैन। अब सर, यी व्यक्तिहरू एक ठाउँमा अथवा एकीकृत भएर फेरि जनता यसरी ओह्राल्न सम्भव जस्तो देख्नुहुन्छ यहाँले? देख्छु, त्यो त सम्भव छ। फेरि एकै ठाउँमा हुन्छन् र जनता जुरुक्क उठेपछि रोक्न पनि सकिँदैन। किनभने सुदूर पूर्वदेखि सुदूर पश्चिमसम्म, पोखरादेखि कर्णालीसम्म सबै जनता राजाको पक्षमा, तराईवासी सबै, चितवनतिर सबै, भैरवतिर, यो पोखरा सबै, खर्ला खुर्लुप्पै सबै जनता चाहिँ राजा 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 भन्न थाले हुनाले बाध्य भएर पनि यी एकअर्कामा गाली गर्नेहरू आफै मिल्छन्। हिजो हामीले सरले सुन्नु भएको भएन, मैले त सुने। हजुर, जुन प्रचण्डको र हाम्रो गगन थापाको एउटा अभिव्यक्ति संसदमा, हजुर, न विरोध न सपोर्ट, हजुर, कस्तो खालको अभिव्यक्ति दिएका हुन् उनीहरूले? सायद उनीहरूले चाहेका हुन् कि अथवा डराएका हुन्? उनीहरूको त सातो पुत्लो उडिगयो नि, भने जस्तो केही गर्न सकिएन। हेर्दा हेर्दै जनता जति सबै राजाका पक्षमा गए। अब तिनीहरूलाई के गरी फकाएर ल्याउनु? गाउँमा मुख देखाइसक्नु छैन, बोलेको कुरो एउटा केही पुरा गर्न सकिएन भनेपछि लाज भयो नि। अनि जनता साँच्चीकै उठ्यो भने श्रीलङ्कामा के भएको थियो, बङ्गलादेशमा के भएको थियो भन्ने कुरो देखेका छन् उनीहरूले। त्योभन्दा कडा रिस नेपालीको छ। कतै त्यस्तो पो हुन्छ कि भन्ने कुराको डर एउटा। अर्को कुरो, अहिलेको नेपाली सेनालाई र सुरक्षाकर्मीहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। किनभने अस्ति त्यो दरबारतिर गइराखेको जुन मास थियो, त्यो बाटाका ब्यारिकेडहरू प्रहरी दाजुभाइहरू, सुरक्षा निकायका दाजुभाइहरूले हटाइदिएर बडा अगाडि भनिदिएको, त्यो गजब लागेको छ। अनि मलाई 100% विश्वास के छ भने हाम्रो सेनाले, नेपाली सेनाले जनताको पक्षमा, अब नेपाली जनता र राष्ट्रको पक्षमा नेपाली सेनाले काम गर्छ।
कुनै व्यक्ति विशेष र दल विशेषको नेताको पछि होइन भनेर कुरो क्लियरली भनिसकेको हुनाले सुरक्षा निकायले हात उठाउने बित्तिकै उहाँहरूको सत्ता झर्ल्याममै, त्यसकारण डरले यत्तिकै हुनुभएको छ उहाँहरू। निषेधाज्ञा प्लस अनि त्यस पछाडि सैनिक पनि परिचालन गर्ने जस्तो कुराहरू पनि आइरहेको छ। निषेधाज्ञा लाउनु भनेको डराउनु हो। त्यत्रा ठुल्ठुला दल काङ्ग्रेस र एमाले मिलेको सरकार, टु-थर्डको सरकार किन डराउनु भन्दा उसलाई यति डर भयो कि उसले कर्फ्यू लाउनु पर्ने भयो। जहाँसम्म सेना चलाउँछु भन्छ, चलाउनु त हेरौँ हामी पनि। तर अब सेनाले पनि मुख खोलेको अवस्था छ। सेनाले भनेको कुरो सेनाले टेरी दिएन भने त्यही दिन सत्ता गिरो। नेपाली जनताको लागि सेनाले काम गर्नुपर्छ, मुलुकको लागि काम गर्नुपर्छ, न कि भ्रष्टाचारी र मुलुकलाई केही काम नगर्ने, मुलुकको पैसा दोहन गरेर विदेशमा थुपार्नेहरूको लागि काम गर्ने कि नेपाली जनता र नेपालको लागि काम गर्ने नेपाली सेनाले। त्यसकारण यो कुरो सेनाले बुझ्यो। अहिलेको सेना स्मार्ट छ, कुरो बुझिसकेका छन् क्या। यो पछाडि अब सेनाले पनि साथ दिन तयार छ अथवा सेना चाहिँ कुनै सरकार मातहतबाट चल्दैन? सेना देशको लागि चल्छ, नेपाली जनताको लागि चल्छ। कुनै दल विशेषको लागि, दल विशेषलाई कुर्सीमा पुर्याउनको लागि नेपाली जनता, नेपाली छोराछोरीहरूको छातीमा गोली हान्दैन सेनाले। भनिसके पछाडि अहिलेसम्मको कुराहरू हामीले अहिले चिफको कुरा, आर्मीको चिफको कुरा सुन्दा चाहिँ अहिलेसम्म चाहिँ प्रहरी, सेना प्रहरी भने राज्यबाटै चलिरहेको रहेछ, सरकारबाटै चलिरहेको रहेछ भन्ने कुरा बुझौँ होइन त? हजुर, अहिलेसम्म त्यसरी चलेको थियो, अब चल्नेवाला छ। तर मुलुक साँच्चीकै सक्ने भए यिनीहरूले फागुन 6 गते बेलुकातिर राजाले दिएको कुरा के थियो? जे मैले त्याग्नुपर्छ म त्याग्न तयार छौँ, हामी सबै मिलेर मुलुक जोगाउँ भनेर राजाले अपिल गरेको। शाहवंशले नै स्थापना गरेको सेना हो। अनि अहिलेको राजा भनेको पनि त्यही वंशको जिन हो भनेपछि ओहो, कुरो त सिरियस पो रहेछ। यहाँ त मुलुकै पो सक्न लागेर चाहिँ यहाँ त नेपालको अस्तित्व नै समाप्त हुन लागेको रहेछ भन्ने कुरा हाम्रो सुरक्षा निकायहरू, हाम्रो सेनाहरूले बुझेको हुनाले मुलुकप्रति चिन्तित भएको देखियो। त्यसको लागि उहाँलाई म 1 लाख सल्युट पनि गरिदिन चाहन्छु। सर, तपाईँ एउटा प्राविधिक डाक्टर पनि, एउटा विज्ञ व्यक्तित्व पनि हुनुहुन्छ तपाईँ, र तपाईँलाई चाहिँ अहिले यो भिडियो ती व्यक्तिहरूले पनि हेरुन् कि र तपाईँबाट त्यो कुराहरू पनि बुझुन्, मेरो विचार चाहिँ। अब चाहिँ यी राजावादी भन्नेहरू व्यक्तिहरू छन् नि, यो चाहिँ कसरी एकीकृत हुन जरुरी छ र जनतालाई कसरी सडकमा ल्याउनु जरुरी छ, अथवा राजालाई लिएर सिरपेज लगाइदिन कसरी सम्भव छ? सबभन्दा पहिला यी साना खुद्रा मसिना कुरामा टोकाटोक नगर्ने, उसले उसलाई गाली गर्ने, उसले उसलाई गाली गर्ने, त छोड म छोड भन्ने, तभन्दा म ठुलो मैले गरेको भनेर यो जसपट्टि नलागौँ। व्यक्तिगत स्वार्थ, व्यक्तिगत इन्ट्रेस्ट भन्दा मुलुकको इन्ट्रेस्ट ठुलो। मुलुक छ भनेपछि हामी झगडा गरौँला। जनताले मूल्याङ्कन सबैको गरेका छन्। अहिलेका नेपाली जनता त्यति लाटा पनि छैनन्। अहिले त आइटीको एज हो, कसले कहाँ के गर्यो भन्ने कुरो तुरुन्तै विश्वभरि नै थाहा हुन्छ। त्यसकारण अहिले सबै युनाइटेड हुनु पर्यो। राजाले भन्न खोजेको कुरो के थियो त्यो मर्म बुझिदिनु पर्यो र नेपाली जनताले नै यथा समयमा दलबल सहित, सुरक्षा निकाय सहित, आर्मीको ब्यान्ड बाजा सहित सिंहासनमा राख्छन्। मलाई लाग्छ यी दलवासी दल छन् नि, त्यसभित्रका इमान्दार छोराछोरी भाइ बहिनीहरू पनि त्यो समूहमा आउँछन् र मुलुकलाई माया गर्छन्। मलाई त्यस्तो लाग्छ। तर सर, एउटा कुरा, जुन यो गणतन्त्र ल्याउने हात भने प्रचण्डकै छ र राजा पनि प्रचण्डले ल्याउँछन् भनेर भन्छन् नि, सरलाई के लाग्छ? मलाई यो कुरा सत्य लाग्छ। किनभने 2052 साल फागुन 1 गते जनयुद्ध सुरु भयो। जनयुद्ध सुरु गर्दाखेरि कहाँ पुग्ने लक्ष्य के प्राप्ति गर्नका लागि जनयुद्ध सुरु गरिएको थियो त्यो कोरिएको छ। त्यो सबैलाई थाहा छ। कालान्तरमा गएर त्यहाँ पुग्न सकिएन, पार्टी पनि स्प्लिट भयो र अल्टिमेटली गएर यही संसदीय प्रणालीबाट प्रधानमन्त्री हुनु थियो भने त के ठुलो कुरै थिएन। जनयुद्ध गर्नै पर्ने थिएन। 17,000 मान्छे मर्नु पनि थिएन। जनयुद्धमा घाइते हुनुपर्ने पनि थिएन। अयोग्य भनेर सेना फालिनु पर्ने पनि थिएन र योग्य सेनाहरू बेल्चा हान्न खाडीमा पुग्नु पर्ने पनि थिएन। देशका सबभन्दा छोराछोरी, सबभन्दा योग्य छोराछोरीहरू त शहीद भएर गए, घाइते भएर अहिले पनि गोलीका थर्रा बोकेर हिँडेका छन्। त्यसकारण त्यहाँ पुगिएन भने
यिनै देउपालाई यिनै ओलीलाई हालिमुहाली गर्न छोड्नु भन्दा बरु थपक्कन लगेर राज संस्थालाई बुझाइदियो भने मुलुकको हित हुन्छ, मुलुक जोगिन्छ। यो कुरो प्रचण्डले बुझेको छ, कालान्तरमा प्रचण्डले त्यसै गर्नुहुन्छ। राजासँग प्रचण्डले धेरै भेट्न खोजे भन्ने कुराहरू बाहिर आएको छ, तर राजाले भेट्न मानिरहेका छैनन् भनेर भन्छन्। यो कतिको सत्यता हो सर? सबै कुरो भित्री कुरो भन्दैनन्, मलाई लाग्छ भेट भइसकेको छ। भेट भइसकेको छ, भेट भइसकेको छ। राजाले पनि चाहन्छन्, राजाले पनि चाहन्छन्। होइन, राजाले चाहिँ काङ्ग्रेस एमाले माओवादी राजावादी कोही भनेर छुट्याउँदैनन्। राजाको नजरमा सबै नेपाली बराबर, राजाले कसैलाई भेदभाव गर्दैनन्। त्यसकारण राजा हुन्। जनयुद्ध ताका पनि राजालाई भेट्न खोजेको कुरो आएको थियो। त्यतिखेरको कोअर्डिनेटर को भेट गराउने भन्नुहुन्छ भने मै भनिदिन्छु नाम। जीवन्त हो उहाँको नाम, मोहन कार्की हो उहाँको नाम। मलाई थाहा छ त्यतिखेरको कुरा। अब पछिल्ला दिनमा पनि बाबुरामजीले भन्दै हुनुहुन्थ्यो जनयुद्ध ताका पनि राजालाई भेट्न खोजेको भनेर कुरा बाबुरामजीले भन्नुभएको छ। र प्रचण्डजी स्वयंले पनि के भन्नुभएको छ भने अहिलेको यस्तो तन्नम व्यवस्था भन्दा त बरु राजा भएको ठिक थियो भनेर सार्वजनिक भनिसक्नु भएको छ। उनकै मुखबाट सुनेका थियौँ हामी। तर प्रचण्डलाई यो गणतन्त्र पनि मन परेको छैन, यो ठाउँ मिल्यो भने यो गणतन्त्रलाई पनि परिवर्तन गर्नुपर्छ भन्ने जस्तो कुराहरू पनि सुनेका थियौँ। होइन, परिवर्तन गर्न सक्ने खुबी भएको कोही छ भने नेपालमा प्रचण्ड मात्रै हो। गोरु बेचेको साइनो छैन देउपाको गणतन्त्रसँग, गोरु बेचेको साइनो छैन अहिलेका हाम्रा सम्माननीय प्रधानमन्त्री केपी ओलीको गणतन्त्रसँग। उहाँहरू भनेको गणतन्त्र विरोधी हो। सर, हिजोको जुन दुर्गा प्रसाईको एउटा प्रेस मिटले गर्दा जस्तै रुस, फ्रान्स जस्ता अन्य देशहरूमा पनि राजतन्त्र गएको धेरै भइसक्यो र कुनै चिया पसलहरूमा गएर राजा फर्काउने अझै कुराहरू गर्छन् रेको कुरा है सर, म गएको छैन, मैले सुनेको मात्र। बेलायतमा राज संस्था फालेका थिए, मुलुकमा राज संस्था नहुँदाखेरि हुँदो रहेछ भनेर फिर्ता ल्याएर सिंहासनमा राखेको इतिहास छ। तर अन्य देशहरूमा पनि अझै पनि लागि परिरहेका छन् राजा ल्याउनु पर्छ भनेर। हाम्रो नेपालमा पनि त्यस्तै टाइपको किस्सा त हुने होइन सर। एउटा अस्ति 25 गतिको माहौलले त वाउ अब चाहिँ केही हुन्छ है भन्ने जस्तो एउटा जनताको उसमा मनमा परिसकेको छ। हजुर, भोलि एउटा नेतृत्व गर्नेले नेतृत्व गर्न सक्दैन र त्यो आन्दोलनलाई लथालिङ्ग भत्ताभुङ्ग बनाइदियो भने त फेरि त्यस्तै चिया पसलमै बसेर चिया खाएर गएको जस्तो किस्सा त हुने होइन नि सर। अब त्यस्तो हुँदैन, किनभने त्यो लेभल हामीले क्रस गरिसक्यौँ। अब सबै जनता उठिसके। अब व्यक्ति विशेष एउटा कसैले रोक्न खोजेर अब रोक्नै सक्दैन, किनभने सबै जागि नै सके। हुँदा सुरक्षा निकायहरू समेत पनि जागिसकेको अवस्था भएको हुनाले अब कसैले रोक्न खोजेर पनि रोकिँदैन। अब सर, सरले त अब राजतन्त्र पनि राम्रैसँग एउटा अनुभव छ, हामी चाहिँ पढेको इतिहास मात्र यो, हामी त्यति विज्ञ छैनौँ। अब चाहिँ सर राजा त आउन्, तर कस्तो खालको राजा आउन्? राजा चाहिँ अब हामी 21औं शताब्दीमा छौँ। 21औं शताब्दी भनेको एउटा डेमोक्रेसी भन्छ मान्छे, एउटा डेमोक्रेटिक हुन चाहन्छ। त्यसकारण डेमोक्रेटिक राजा, अटोक्रेटिक राजा होइन। सबै पावर राजासँग मात्रै हुने, जनतासँग केही नहुने खालको होइन। जनताले बोल्न पाउन्, जनताले आफ्नो कार्यकारी प्रधानमन्त्री छान्न पाउन्, अभिभावकको रूपमा राज संस्था राख्न पाउन्, त्यस्तो खालको खोजेका छन्। भन्नेले चाहिँ के भन्छन् भने नि एउटा जङ्गबहादुर नै भइदिए हुन्थ्यो, 10 वर्ष चाहिँ राजाको हातमा सबै पावर दिएर यी भ्रष्टाचारीहरूलाई सिस्नो पानी लाएर डिसिप्लिनमा ल्याउने खालको राजा पनि भन्छन् कसैले। तर त्यसो हामीले भन्नुभन्दा पनि हामीले चाहिँ अभिभावकको रूपमा, सम्मानको रूपमा राज संस्था राख्ने, राजमुकुट राख्ने, राजदण्ड राख्ने, सिंहासन राख्ने, त्यसको एउटा मर्यादा हुन्छ क्या। राजा अमेरिका गयो भने राष्ट्रपति आउँछन् लिन एयरपोर्टमा, राजा बेलायतमा गयो भने अहिलेको राजा आउँछन् एयरपोर्टमा लिनलाई। त्यसकारण त्यो इज्जत हो क्या, इज्जत। त्यसकारण त्यो सम्मानको लागि, अभिभावकको लागि, मुलुक नसकियोस् भनेर रोक्नको लागि पथ प्रदर्शकको रूपमा राजाको सम्मान रहोस् र नेपाली जनताले आफ्नो प्रधानमन्त्री छान्न पाउन् देशैभरिबाट कार्यकारी प्रधानमन्त्री। उसले चाहिँ देशभरि कहाँ के छ भन्ने कुरो, किन उसले त कम्पिटिसन गर्नु पर्यो।
होइन। अब अहिले त हुनुहार नभइकन त देशभरिका मान्छेले मत हाल्दैनन् नि। अहिले यसो हेर्दाखेरि बालेन्द्र शाहलाई पो कार्यकारी बनाउँछन् कि जस्तो देखिन्छ, यसो हेर्दा धनगढीको मेयरलाई पो हाल्छन् कि जस्तो देखिन्छ, यसो हेर्दा अब रविको केसहरू मिल्दै गयो भने रवि नै पो प्रधानमन्त्री हुने हुन् कि कार्यकारी भन्ने पनि देखिन्छ। त्यस्ता लुकेका अरू कति छन्। देशभरिबाट प्रधानमन्त्री छान्न पाऊँ, सानो क्याबिनेट होस्, अनि सबै हाम्रा निकायहरू छन् नि, संवैधानिक निकायहरू, अख्तियारहरू एकदम इफेक्टिभ हुन्, न्यायालयहरू एकदम स्वच्छ र पारदर्शी हुन्, भ्रष्टाचार गर्नेहरूलाई कारवाही होस्, र मुलुक चाहिँ विकास गर्ने एउटा चाहिँ विज्ञहरूको टोली बनाएर कसैलाई कृषिमा, कसैलाई इन्डस्ट्रीमा, कसैलाई कन्स्ट्रक्सनमा, कसैलाई केमा लगाएर छिटो मुलुक बनाउने हो भने हाम्रो मुलुक बन्छ। हाम्रो मुलुकमा बनाउनु पर्ने के छ, सबै सृष्टिले दिएकै छ नि, अलिअलि फुलबुट्टा भरिदिने हो, त्यो सकिहालिन्छ। जस भोलि राजा आइहाल्यो भने देशमा फुलबुट्टा मजासँग भरिन्छ, बिस्तारै भरिन्छ। एकै दिनमा जादुको छडी जस्तो गरेर च्वाट्टै बन्ने चाहिँ होइन। तर राजा पनि आए, कार्यकारी प्रधानमन्त्री पनि आए, र भ्रष्टाचार रोकियो भने नेपालमा पाइला टेक्न 6 महिनासम्म भिसाको लागि वेट गर्नुपर्छ अरू देशका मान्छेले। भ्रष्टाचार रोकिन्छ भनेपछि राजा आएपछि अब जस्तै भ्रष्टाचार रोकिन्छ भनेर भन्दै गर्दा जुन अहिले म एक्जाम्पल तपाईलाई अहिले दिन्छु। भ्रष्टाचार रोकिन्छ भन्ने उदाहरण त जुन बेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल हुनुहुन्थ्यो, रवि लामिछाने गृहमन्त्री हुनुहुन्थ्यो, त्यतिखेर नै महाराजी पकडा पर्नु भएको हो कि होइन? बालकृष्ण खाँडहरू जस्ता मान्छेहरू, हाम्रो उपराष्ट्रपतिको छोरा रामबहादुर बादलको छोरा जस्ता हस्तीहरू पकडा पर्या हुन् नि। आर्जु म्याडम पनि हतकडी लाग्न आँट्या थियो, गिरी बन्धुमा केपी ओलीलाई हतकडी लाग्न खोजेको थियो, त्यसकारण त मध्यराती समीकरण बदलियो त। अब जस्तै सर भोलि राजा आइहाल्यो भने यी भ्रष्टाचारका फाइलहरू त अहिले अलपत्र अवस्थामा छन्, अहिले त्यो खोलेलान् कि नखोलेलान्? खोलिन्छन्, सबै खोलिन्छन् र हातमा छन् ती फाइल। दुर्गा प्रसादसँग पनि हातमा छ, अख्तियारमा पनि हातमा छ, सुरक्षा निकायहरूसँग पनि हातमा छ, जनताको हातमा पनि छ, राजाको हातमा पनि छ। यी सबैको प्रमाण सहित फाइल भएको हुनाले भ्रष्टाचारीहरूको सातो गएको छ र अहिले भाग्ने ठाउँ पनि छैन। दोषीलाई कारबाही हुन्छ, भएन भने जनता आफै जान्छन्, जनताले कारबाही गर्छन्। जनता घर घरमा गएर के लाग्छ तपाईँको? विदेशमा त्यतिसम्म गएर घरभित्र पस्यो भने गर्नुहुन्छ कि मार्नुहुन्छ सबैलाई? विदेशमा त्यतिसम्म लगानी छ, त्यो आउँछ नि, आउनै पर्यो नि। यति छ भनेर इभिडेन्स सहित देखाइसके त, कसको कति छ भनेर देखाइसके त, म भनिसके त। म दुबईमा मेरो कुरा भइरहेको थियो, त्यहाँ थुप्रो नेपालीहरू 30-40 जना नेपाली बसेका थिए। त्यसमध्येमा दुबईमा 40 वर्षदेखि बसेका नेपाली पनि थिए, एनआरएनका मान्छे पनि थिए। उनीहरूले भन्दाखेरि कहाँ नेपालीहरूको फ्याक्ट्री छ, कहाँ घर छ, कहाँ पैसा छ, सबै प्रमाण हामीसँग छ, पछि दिउँला, तपाईँ नेपाल जाँदै गर्नु चाहियो भने हामी सबको प्रमाण हामी दिन्छौँ भनिसकेका छन् र उनीहरू पनि आन्दोलित छन्। विदेशमा पनि आन्दोलित छन्, अमेरिकामै आन्दोलित छन्। जाइहाल्नु न, नेपाल लागिहाल्नु, हामी पनि पऱ्यो भने आउला भनेर पठाएका हुन् मलाई। अस्ति 25 गतिको आन्दोलनले त अब राजा अब यो 81 नै गर्दैन कि जस्तो एउटा जनताले भान गरेका छन्। यसो छ, त्यो दिन सिधै त्यहाँबाट नारायण हिटीमा ल्याएर त्यो ढोकासोका फोरेर भित्र हाल्दा पनि हुन्थ्यो, तर त्यहाँ अलिकति संवैधानिक झमेला हुन्छ। अलिक दिन पर्खेर व्यवस्थित किसिमले ती काङ्ग्रेस एमालेहरूलाई पनि के हो तिमीहरूको कुरा, फाइनल कुरा भन भनेर, होइन? फाइनल कुरा भन्दाखेरि उनीहरू नि सहमतिमा आए भने दीपावली सहित सैनिकको बाजाहरू बजाउँदै, आर्मीको बाजाहरू बजाउँदै दीपावली गर्दै ल्याएर हुलेको राम्रो नि। सरलाई के लाग्छ, 81 कट्ने 82 अथवा 81 कट्ने नकट्ने के छ? राज संस्था कन्फर्म, हाम्रो मौलिक वैदिक सनातन कन्फर्म, यो हामीले रोक्न सक्दैनौँ। जसरी गएको थियो त्यसै गरी आउने हो र नेपालको सुन्दर भविष्य देख्छु मैले। तर सर केही नेताहरूले त पार्टी खोला आऊ भनेर भन्छन् राजालाई। भन्न देऊ न त उहाँहरूलाई, राजाले पार्टी खोलेर राजा आउँदैन भन्ने कुरो विवेकै छैन। त्यसको लागि इतिहास पढ्नु पर्यो, बिचाराहरूले पढेकै छैन। टाढा किन जाउँ, यो 82-83 मै भनौँ न, 82-83 मा के अरे निर्वाचनबाट त फालिएको राजा होइन नि, राजा आन्दोलन 62-63 मा आन्दोलनबाट त्यो निर्वाचनबाट फालेका हुन् र यिनीहरूले नेपालमा निर्वाचनबाट फालेको होइन,
राज संस्था भनेको निर्वाचित भएर आउने होइन, परम्परागतदेखि आएको हो, अहिलेदेखि मात्रै होइन। यो त यो 10,000 वर्ष अगाडि भगवान रामका बुवाको नाम भन्नुहुन्छ कि भगवान कृष्णका बुवाको नाम भन्नुहुन्छ कि हुँदै 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 गएर भगवान बुद्धका बुवाको नाम भन्नुहुन्छ कि राजा हुन्, हुँदै गोपाल वंशी, किरात वंशी, लिच्छवी, मल्ल, शाह, यो सबै यस्तो खालको कुरा छ यहाँनिर। र राजा भनेको चुनाव लडेर आउने पनि होइन, राजा भनेको सम्मानित संस्था हो, सम्मानित संस्था। बेलायतमा पनि के चुनाव लडेर आएका हुन् र कमसे कम संसारभरिमा राजा कसरी हुन्छन् भन्ने कुरो बुझ्दैनन् भने, चुनाव लडेर आऊ भन्छन् भने त्यो ऊ भित्रको हीनता र ऊ भित्रको अज्ञानता बोलेको। यो सर राजालाई नजरबन्दको एउटा धम्की पनि दिइरहेका छन्। भोलि यदि राजालाई नजरबन्दमा राखे भने के होला सर? राजालाई नजरबन्दमा चाहिँ होइन, उनीहरूलाई चाहिँ नजरबन्द पर्नेवाला छ, हेर्दै जानु न। जनताले अब छोड्नेवाला छैन। छोड्छन्, गर न, गरेकै दिन तिम्रो घरमा 10,000 मान्छे पुगेनन् भने डाक्टर रामप्रसाद उप्रेतीसँग कुरा गर्नु, ल हिम्मत गर। तिमीलाई त सुरक्षा निकायले नै साथ दिँदैन, तिमी चाहिँ नजरबन्दमा परौला, धेर नबोल। हस् सर, यहाँको महत्त्वपूर्ण समयको लागि धेरै धेरै धन्यवाद। हस्, मेरो तर्फबाट पनि मौका दिनुभयो, धेरै दिनपछि भेट पनि भयो, खुसी लाग्यो, धन्यवाद।